हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग है। अहिले चाहिँ साँझ पर्न आँटिसक्यो, घाम पनि डुब्न आँटिसक्यो। तर घाम डुबे नि अब मलाई चाहिँ इन्टरनेसनल जानु छ साथीको फोन लिन। इन्टरनेसनल भनेको चाहिँ फेरि इन्डिया है। अनि यति बेला बोलाएको छ अरे साथीले चाहिँ इन्डियाबाट। अस्ति मैले भनेको थिएँ नि 17 लिन्छु भन्दैछ, त्यही 17 लिन जान आँटेको। तर जानुभन्दा अगाडि म चाहिँ खाजा खाएर निस्किने। खाजा बाहिर गएर खाजा नै हुन्थ्यो, तर मम्मीले नेपालको राष्ट्रिय खाजा बनाइदिनु हुँदैछ बाबा र मलाई। के छ चौचौको के बनाउनु हुँदैछ? चाउचाउको चाउमिन बनाउँदैछु। यस्तो छ है। अनि यो चाहिँ के उसिन्नु भएको? यो पनि इस्कुस पनि दामी हुन्छ है यार, मलाई मनपर्छ इस्कुस। नुनसँग बोइल गरेको नुनसँग चट्टो लागि खाँदाखेरि यस्तो मिठो हुन्छ है। अर्को कुरो, हजुरहरूले इस्कुसको मोमो खानुभएको छ कि छैन? इस्कुसको मोमो वाह यस्तो मिठो हुन्छ। म पनि खाएको थिइनँ, तर एकचोटि मैले कन्याममा जाँदाखेरि खाएको थिएँ। लिटरली यस्तो मिठो थियो है। इस्कुसको मोमो एकचोटि खानुभएको छ भने ट्राई गर्नु होइन, यस्तो मिठो हुन्छ। आइसकेको छ चौचौको चाउमिन, ट्राई गरौँ। यस्तो छ दामी सुक्का। बाहिर निस्किसक्यौँ र बाइक चाहिँ त्यहाँ राखेको छौँ होइन। अनि किनभने हामी बाइकमा नजाने भयौँ, बाटो खराब छ, प्लस राति पनि भइसक्यो, चिसोले हान्छ भनेर चाहिँ हामीले डिसाइड गरेको बाइकमा नजाने। र अब हामी गाडी चढेर जाने भएको छौँ। गाडी चाहिँ कहाँबाट चढ्ने? यहीँदेखि ल है कस्तो लडाइदिने रहेछ त यार। धेरै पछि बस चढ्यो यार। ल आइपुग्यो, रात नै परिसक्यो यार। अटोमै जाने? ल हामी काँक्रेभिटा आइसकेको छौँ। यो बोर्ड अब चाहिँ हामी अटो चढेर निस्किन आँटेको। सास धङधङ्गी लाग्यो यार गाडीमा त। बाटो सोचे भन्दा निकै धेरै खराब हो कि भन्नु त। कति 1 घन्टा लाग्यो होला हामी आउन है? 1.5 घन्टा लाग्यो। 1.5 घन्टा लाग्यो। 1.5 घन्टा लाग्यो भनेपछि आधी घन्टाको बाटो पनि होइन साँच्चै भन्नुपर्दाखेरि बिर्तामोडदेखि काँक्रेभिटा। तर एकदम बाटो बिग्रेर निकै टाइम लाग्यो यार। रात कस्तो रातै परिसक्यो यार। ल हामी अब यो सफारीमा जाँदैछौँ। सफारी राति हुनुबाट अहिले फर्किँदा त तनाव हुँदैन नि दाइ? आधी घन्टा 1 घन्टामा भरे उतै ब्लक भयो होइन? होइन राति 10 बजेसम्म खुला हुन्छ बोर्डर। अनि सुन्नु न, सिटिजनसिप चाहिँ फोटोमा देखाउँदा हुन्छ कि हुँदैन फोनमा? मैले चाहिँ सिटिजनसिपै ल्याउन बिर्सेको छु। अनि बोर्डरमा चाहिँ सिटिजनसिप चेक गरेर मात्रै जान दिँदो रहेछ क्या। मैले चाहिँ ल्याउनै बिर्सेको छु। बाटो कस्तो राम्रो भएछ यार। पनि धेरै भएछ यार नआएको। सर जाँदैछौँ हामी चाहिँ। निकै राम्रो भइसकेको छ यार बाटो। आमा कस्तो सबै बनाएछ यार। प्रायः जस्तो यता आउने काम पर्दैन, तर निकै टाइम भएको छ नआएको। यो पनि लागेछ, 2 वे बनेछ, निट एन्ड क्लिन, स्ट्रिट लाइट है। पहिला त कस्तो लास्ट टाइम हामी आउँदाखेरि चाहिँ लाइक येल्लो खाले बत्ती थियो क्या। यो चाहिँ हाम्रो मेची पुल। उयो पुल चाहिँ अस्ति भर्खर बनाएको होइन? यो नयाँ बनाएको होइन दाइ? त्यता चाहिँ हिँड्न दिन्छ कि दिँदैन? दिँदैन है। अटोको लाइन नै लाइन छ। ल यसले चाहिँ अटो चेन्ज गऱ्यौँ होइन। अनि यहाँ चाहिँ लाइक आइडी चेक गर्ने ठाउँ। हामी चाहिँ आइडी चेक गर्ने ठाउँ आइपुगिसक्यौँ। चेक गर्छ है। मेरो आइडी छैन, फोनमा देखाउँदा दिन्छ कि दिँदैन? एक्सेस पायौँ है, फोनमा आइडी देखाउँदा दिनुभयो। भन्दा म त रोक्छ जस्तो लाग्दै थियो है, रोकेन। फाइनली इन्डियामा छौँ है हामी। अब यही चेकिङ गर्ने ठाउँ। अहिले फर्किँदा यहाँनिर चेक गर्छ हामीलाई। हामी चाहिँ डेस्टिनेसनमा आइपुग्न आँटिसक्यौँ। यो चाहिँ हाम्रो इन्डियाको पानट्याङ्की होइन। ला साथी बन्द छ त। तर्सिन्छ साथीको प्रोडक्ट छैन भने चाहिँ बिजोक हुने हो है। बिजोक त गरेर भन्छ खिच्चै बिजोक। यत्रो टाढा आएको काम लाग्दैन है, मान्छे हुनुहुन्छ नि। ल हामी चाहिँ यहाँ आइसक्यौँ फोन दोकानमा। हामी आउनु त आयौँ, तर यहाँ मान्छे हुनुहुन्न रहेछ। अनि यहाँ दाईहरू चाहिँ अघि 1 घन्टादेखि पर्खिराख्नु भएको रहेछ। अझै 1 घन्टा पर्खिनु पऱ्यो भने चाहिँ हामीलाई घर फर्किन तनाव हुन्छ।
साथी र म चाहिँ एकछिन निस्किएको छु। त्यो अङ्कल आउन टाइम लाग्ने रहेछ। अनि यस्तो भिडभाड छ, प्याप्याएर पुपु पानटिङ्गी रातिको यस्तै रहेछ। दिउँसो आएको भए चाहिँ अलिक मजाले आफू पनि घुम्न पाइन्थ्यो, हजुरहरूलाई पनि देखाउन पाइन्थ्यो। तर अब राति आइहाल्यो, यस्तै रहेछ। तर यहाँ धेरै मान्छेले हर्नहरू बजाएर नोइज पोल्युसन त्यस्तै गर्दो रहेछ। बाटो पनि फोरै फोहोर छ यार, जहाँ खायो त्यहीँ फ्यालिदिँदो रहेछ यार। ल त हामी हाम्रो ठाउँ आइपुग्यो। अनि स्याड न्युज चाहिँ के भयो भने साथीको सामानै आइपुगेन, त्यसै कुदाइ मात्रै भयो। राति उदि हतारमा गयौँ है। अनि फर्किँदा मैले क्लिपहरू पनि लिन पाइनँ, किनभने एकदम हामी रसमा आइपुग्यौँ। इन्डियाबाटै गाडी चढेर आयौँ, किनभने 1 घन्टा एक्स्ट्रा हामीले कुरेको पनि थियौँ। अनि गाडी पाउँदैन भन्ने डर पनि थियो। अनि एकदम रसमा आइपुग्यौँ। त्यही हो साथी, तिम्रो सामान आएन आज है। तर अब भोलि बोलाएको छ, भोलि जाने होला। अब चाहिँ एकदम भोक पनि लागिरहेको छ, प्लस जिउ पनि ललाकलुक भइरहेको छ। अनि अब चाहिँ हामी खाजा खान जान आँटेको, त्यही हो खाजा खान जाउँ। हामी चाहिँ अहिले खाजा खान आएको छौँ, सिलगढी चटपटी म आएको छु। एकदम भिड रहेछ आज यहाँ पनि हाम्रो यहाँ दिदीकोमा। यहाँको चाहिँ लाइक सबसे बेस्ट भनेको नि सिलगढी चटपटी हो, त्यो भएर सिलगढी चटपटी म आएको छु। र अहिले एक्सट्रिम खाँदैछु, जिउ एकदम धेरै ल्यालाकलुक भइसकेको छ। बाटोले गर्दा होला है, बाटो एकदम खराब थियो। गाडीमा एकछिन त किन गाडीमा गए जस्तो पनि भयो यार। चिसोबाट बाँच्नको लागि चाहिँ गाडीमा गएको, तर है धङधङी लागिरहेको छ क्या त धेरै पछि गाडी चढेर। अनि फेरि धुलो पनि त्यस्तै धेरै है, धुलै बाटोभरि एकदम मुखैभरि यस्तो धुलो टाँसेको छ कि कति बेला घर फ्रेस हुँदैछ। तर अब भोक लागिरहेको छ, अनि त्यही भएर चाहिँ हामी खाजा खान आएको। अनि एउटा खाजा खाएर चाहिँ निस्क्यौँ। मेरो सुकुटी चटपटी चाहिँ आइसक्यो। यो दाइ मिठो छ यार, यो त चना, यो सुकुटी भयो, यो लसुन भयो, अनि यो चटपटी भयो। मलाई चाहिँ दामी लाग्छ क्या यहाँ नि यो सुकुटी चटपटी। पुरै खिचेको खाऊ न, जहिले मिठो। फाइनली गाइज म चाहिँ घर आइपुगिसकेँ है। अनि खाजासाजा नि खायो, एकदम फ्रेस भएर बसिरहेको छु। आनन्द आइरहेको छ है, स्वर्गै आए जस्तो फिल भइरहेको छ। अनि त्यही हो, साथीको काम भएन आज, सामान आइपुगेन। एकदम एक्साइटेड भएर गएको थियौँ है, तर अब सोचे जै जिन्दगी रहेनछ भने जस्तै साथीको भएन। तर केही छैन, 1-2 दिनपछि आउँछ उसको सामान, अनि देखाउँला त्यति बेला। अनि आजलाई यति नै। सबैजनालाई गुड नाइट, स्विट ड्रिम है। अनि प्लिज लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई बाई।